हेलो साथीहरू, आज साउनको 16 गते। हिजो हामीलाई फुर्सद नभएर खिर खाएनौँ। आज चाहिँ हामीले खिर बनाएर खायौँ यसरी। ल यसरी मैले दुध राखेँ, दुधलाई एकछिन उमालेँ अनि उमालेपछि त्यसमा मैले चामल राखेँ, त्यसलाई धेरै बेर पकाएँ अनि त्यसमा राख्ने खिर मसलाहरू पनि सबै राखेर यतिको खिर बन्यो। र लास्टमा मैले यसरी माथिबाट घिउ राखिदिएँ अनि यसरी खिर तयार भयो। यतातिर चाहिँ मैले फेरि दाल बनाउँदैछु। दालको लागि यो तड्का हो। अब त्यसपछि यता दाल पनि रेडी भयो। अरू थुप्रै चिज बनाए पनि मैले अलि बिजी भएको भएर, अलि हतार भएको भएर मैले भिडियो सबैको बनाउन भ्याएन। यो अचार बन्यो। ल यसरी खाना रेडी भयो। खिर, पुरी, अचार, मासु खानेलाई मासु, नखानेलाई पनिर अनि च्याउ रेडी।